नमस्ते सबैजनामा तपाईहरुमाझ आज म कतार दोहा पोर्ट अनि नेशनल म्युजियमको भिडियो लिएर उपस्थित भएको छु। तपाईहरु पनि यहाँको दोहा पोर्ट अनि नेशनल म्युजियम कस्तो रहेछ त भनेर हेर्न इच्छुक र जिज्ञासु हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्न सक्नुहुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ जुन रोड हुँदै अहिले हामी गइरहेका छौं कतारमा भएका सुन्दर रोड मध्ये यो पनि पर्दछ। देख्न सक्नुहुन्छ आकर्षक डिजाइनमा बत्तीहरू डिजाइन गरिएका छन्। रोड वरपरि एकदमै बोट बिरुवाहरू अनि दुबोले हरियाली कायम गरिएको छ। एकदमै आकर्षक रोड निर्माण गरिएको छ। यो बत्तीहरू तपाईले देख्नुहुन्छ जुन आकाशमा यो विभिन्न आकृतिमा देखिरहेछ। यसमा अहिले दिउँसो देखिदैन तर राति एकदमै झलमल्ल बत्तीहरू बल्छन् र विभिन्न यो एकदमै आकर्षक देखिन्छ। एकदमै मन लोभ्याउने किसिमको देख्न सकिन्छ। यो जुन अगाडि माथि टावर जस्तो देखिरहनु भएको छ होला यो चाहिँ सानो पानी जहाजको रूपमा हामीले बुझ्ने भाषामा यसरी बुझ्न सक्छौं। यहाँ विभिन्न किसिमका पानी जहाजहरू हुन्छन् समुद्रमा सानो ठुला गरी विभिन्न कहिलेकाहीँ ठुलो ठुलो क्रुजहरू पनि देख्न सकिन्छ। तर आज ठुलो क्रुजहरू देख्न सकिएन किनभने सधैं यहाँ ठुलो पानी जहाजहरू शिपहरू ठुलो एकदमै विशाल क्रुजहरू पनि हुन्छन्। तर आज हामीले सानै जहाज हेरेर चित्त बुझायौं। आज ठुलो जहाजहरू आएको रहेनछन्। आशा गरौं अर्को पल्ट आउँदा हामीले ठुलो क्रुजहरू पनि देख्न पाउनेछौं। र हामीले अगाडिको क्षितिजमा उतापट्टि जुन शहर देखिरहेका छौं त्यही नै कतारको क्यापिटल सिटी दोहा रहेको छ। यही नै हो क्यापिटल सिटी दोहा जुन एकदमै सुन्दर र गगनचुम्बी महलहरूले सजिएको छ। साथीहरु अब यतिको भिडियो बनाइसकेपछि एकचोटी आफ्नो अनुहार पनि देखाउनै पर्यो। म यहाँ छु दोहा पोर्ट मेरो पछाडी देख्न सक्नुहुन्छ र हामी एकछिन यता रमाइलो गर्नेछौं। हामी एकछिन घुम्नेछौं फोटोहरू खिच्नेछौं र हामी त्यसपछि नेशनल म्युजियमतिर प्रस्थान गर्नेछौं। त्यो भन्दा पहिले तपाईहरुलाई म यहाँको यो सुन्दर दृश्यहरू देखाइहाल्छु। यहाँ यो समुद्रमा बस्ने चराहरू आइरहेको हुन्छन्। उनीहरूलाई विभिन्न किसिमका उनीहरूलाई मनपर्ने खानेकुराहरू मान्छेले लिएर आउँछन् र खुवाउँछन्। उनीहरू सबै झुम्मिन्छन् एकैचोटी सबै आउँछन्। एकदमै यो दृश्य एकदमै सुन्दर लाग्छ। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो पछाडी एकदमै धेरै चराहरू आइरहेका छन्। मान्छेले उहाँ खानेकुरा खुवाइरहेका छन् र एकदमै रमाइरहेका छन्। सानो बच्चादेखि ठुलो सबैले चराहरूसँग रमाइरहेको देख्न सकिन्छ। यहाँ तपाईहरु पनि यो सुन्दर र आकर्षक एकदमै मनमोहक दृश्यसँग रमाउनुस् है त। साथीहरु हामी अब दोहा पोर्टबाट सिधै यहाँको कतार नेशनल म्युजियम आइपुगेका छौं र तपाईहरुलाई म यो बाहिरबाट कतारको नेशनल म्युजियमको दृश्य देखाइरहेको छु। साथीहरु यो नेशनल म्युजियमको बाहिरबाट आकृति हेर्दा एकदमै अनौठो किसिमले बनाइएको छ। तपाईले देख्न सक्नुहुन्छ यो कसरी र कुन आकृतिमा निर्माण गरिएको हो। यदि तपाईलाई थाहा छ भने तपाईले कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ। साथीहरु मलाई त यो म्युजियमको आकृति एकदमै अनौठो र एकदमै छुट्टै किसिमको लाग्छ। एकदमै आकर्षक छ। फेरि यो म्युजियमबाट देखिने बाहिरको एकदमै आकर्षक दृश्य देखाइरहेको छु। यो दोहा पोर्ट र म्युजियममा भएको बीचको सडकको भाग रहेको छ। अब तपाईहरुलाई म भित्रको दृश्य देखाउने छु। यो एकदमै यहाँको पुराना सामग्रीहरू हाम्रो घरमा प्रयोग हुने भान्सामा प्रयोग हुने त्यही पुराना सामग्रीहरू यसरी सजाएर राखिएको छ। एकदमै आकर्षक हुने गरी देखिने गरी राखिएको छ भनौं। कता कता यो हेर्दै गर्दा मलाई त हाम्रो गाउँघरमा हामीले पहिले देखेका सामग्रीहरू त्यस्तै याद आइरहेको छ। यो ओखल ढिक्की जस्तो देखिन्छ यो त्यस्तै हुन सक्छ। मैले अब सबै डिटेलमा हेरिन अहिले।
यो यहाँको समुद्रमा माछा मार्न, मोती टिप्न पहिले प्रयोग गर्ने डुङ्गाको आकृति देख्न सक्नुहुन्छ। यी म्युजिकल इन्स्ट्रुमेन्टहरू, पहिले प्रयोग हुने म्युजिकल इन्स्ट्रुमेन्टहरू, यो वेशभूषा, लगाइने कपडाहरू अनि तरबारहरू, यो पहिले प्रयोग भएका तरबारहरू देख्न सक्नुहुन्छ। पहिले युद्धमा प्रयोग हुने तरबारहरू हुन्। यी भनेका पुराना बन्दुकहरू, लडाइँमा पहिले प्रयोग हुने बन्दुकहरू यस्तै हुन्थे र यहाँ पनि यस्तै प्रयोग गरिएको रहेछ। अब यो भित्तामा कुदिएका यो चित्रहरू भनौँ न, गाडीका पुराना कस्ता गाडीहरू थिए, यसरी चित्र कुदिएको